आज चाहिँ म गिम्बल अनबक्सिङ गर्न गइरहेको छु। मेरो DJI को RS5 गिम्बल रहेको छ। अनबक्सिङ गर्न गइरहेको छु। के छ म देखाउँछु। तपाईको प्याकेजिङ हेर्न सक्नुहुन्छ। एकदमै नाइस प्याकेजिङ छ, बक्ससँग आएको छ। मैले चाहिँ कम्बो प्याक लिएको थिएँ। यो चाहिँ रहेको छ मेन गिम्बल DJI RS5 अनि त्यस पछाडि नेक्स्ट कम्पार्टमेन्टमा रहेको छ यसको साइड ह्यान्डल, त्यसै गरी के छ हेर्नु, यसको ब्याट्री, रहेको छ। त्यसै गरी त्यसको बेस प्लेट, नेक्स्ट वान भनेको ट्र्याकर। DJI RS5 को सबैभन्दा बेस्ट पार्ट भनेको दिस ट्र्याकर हो। यो ट्र्याकरले एकदमै दामी काम गर्ने भएको कारणले नै मैले मेनली चाहिँ लिएको हो। यो चाहिँ मेरो DJI RS5 कम्बो प्याक हो र सामानहरु चाहिँ के आयो भन्दाखेरि चाहिँ मेनली चाहिँ यो DJI को गिम्बल मेन भइहाल्यो। यो तलको तपाईको ट्राइपोड अनि यसको साइड ह्यान्डल अनि यो DJI गिम्बल को ब्याट्री अनि त्यसै गरी यो भनेको बेस प्लेट अनि यो भनेको ट्र्याकर। जम्मा यति आउँदो रहेछ सामानहरु। थ्यांक यू।